कुन पार्टीले समर्थन गर्नुहुन्छ तपाईँ? त्यो चाहिँ नभनौँ। देशलाई विकास होइन भ्रष्टाचार चाहिँ निर्मूल पारेर रोक्ने खालको। सम्पूर्णमा नमस्कार। यतिखेर हामी झापा जिल्ला क्षेत्र नम्बर 5 मा 5 स्थित दङ्गल गाउँमा छौँ। यतिखेर हामीसँग आन्टी हुनुहुन्छ। आन्टी नमस्कार। नमस्कार। तपाईँ यो क्षेत्र नम्बर कतिबाट हुनुहुन्छ? 5 बाट। क्षेत्र नम्बर 5 बाटै हुनुहुन्छ? हजुर। कस्तो खालको मान्छे चाहनुहुन्छ यति बेला? अब क्षेत्र नम्बर 5 मा केपी शर्मा ओली लगायत विभिन्न पार्टीहरू उठिरहेका छन्। कस्तो खालको मान्छेले चाहिँ जितोस् जस्तो लाग्छ तपाईँलाई? हामीलाई चाहिँ केही सुविधा पाइराखौँ, राम्रो देशमा सुशासन आओस्, के अरे पढेका नानीहरूले जागिरहरू पाउन् भन्ने चाहन्छु। त्यही चाहनुहुन्छ? हजुर। कुन पार्टीले समर्थन गर्नुहुन्छ तपाईँ? त्यो चाहिँ नभनौँ। त्यो चाहिँ भन्नु चाहनु हुँदैन भनेपछि देशलाई विकास गर्ने खालको मान्छे चाहियो। हजुर, देशलाई विकास होइन भ्रष्टाचार चाहिँ निर्मूल पारेर रोक्ने खालको। भ्रष्टाचार नगरे देशमा पुरानो पार्टी कि नयाँ पार्टी चाहियो तपाईँहरूलाई? त्यो नयाँ पुरानो पनि नभनौँ, राम्रो गर्ने चाहियो। राम्रो गर्ने चाहिँ चाहियो। राम्रो गर्न चाहियो, भ्रष्टाचार नगर्न चाहियो।